हेलो एभ्रिवान। आज चाहिँ 2082 असार 6 गतिको दिन हो। नेपालमा धेरै ठाउँहरूमा वर्षा परिरहेको छ। मलाई यो वर्षाको समय असाध्यै मनपर्छ। को तपाईँहरूलाई नि कोलाई यो नेपाल चाहिँ जलस्रोतको दोस्रो धनी देश हो भनेर चाहिँ थाहा छ। यो अवस्था हेर्ने हो भने नेपाल पहिलो हुनुपर्ने हो मेरो विचारमा। यसरी हरेक गल्ली गल्ली पानी, जता हेऱ्यो त्यतै पानी, गल्ली गल्ली घर घर पुरै वर्षाको समयमा यसरी घर घरभित्र पानी पस्छ नेपालमा। यो अवस्था हुनुमा खै दोष कसलाई दिनु? नेतालाई दिनु या हामी जस्तो भेटे जनताहरूलाई दिनु? यस्तै छ, भोग्नै पर्यो, हिँड्नै पर्यो। थ्याङ्क यू।